ल है ल वेलकम टु आवर ब्लग है आज चाहिँ डाइरेक्ट यहाँ सुन्दरी जलको ट्रेलबाट सुरु गर्दैछौँ अन द वे अलिक रस भएर खिच्नु पाएन ल अगाडि रुजन पछाडि थोमस मामा अनि म छु बाँकी पुरै टिम चाहिँ 2 घन्टा अगाडि छन् हामीभन्दा ल यता अब हिँड्दै गरौँ ल हल्का माथि चढ्दैछौँ ल है त हामी पोखरी भाटामा आयौँ ड्याममा आइसक्यो ड्याम हजुर ए भन्ज्याङमा ए ल हुन्छ अङ्कल हुन्छ हामी पनि आइपुगिहाल्छौँ है त यस्तो छ सबैले देखिरहेकै ठाउँ हो सुन्दरी जलको अनि के बाइक तलै राखेर आउनु भयो ए ल हुन्छ अङ्कल हामी आउँदैछौँ उकालो चढियो बल्ल बल्ल उकालो कट्यो अब 150 छ भनेको छ रुजरले हामी उताबाट हिँड्दाखेरि फेरि बाइक यता छ बुढा इन्गन्टा चाहिँ कति घन्टा लाग्छ त्यहाँबाट भर्ने यार हिँडेर गएर खाएर भइहाल्यो छिटो हुँदैन नि फर्किनलाई छिटो हुन्छ ल बाँकी टिम भेटे यहाँ जय वासी तपाईँहरू झर्दै हुनुहुन्छ हामी चढ्दैछौँ अब कहाँ घरतिर परेको थियो नि कत्रो पर्यो ठिक छ 3 किलोमिटर यहाँदेखि उकालो छैन त्यति हो हामी त ल किरण सी यू स्याटरडे खोइ पर्खिनु भएन त अनि पानी परेर ढिलो भयो क्या पानी भिजेर आयो नि हामी त पुरै त्यति पानी छैन कि सानसानो पानी पऱ्यो भने शीतल भयो क्या पानी हामी त के गर्ने भएर अनि पछि रोकेपछि हिँडेको नि यही छ ल 3 किलोमिटर अब त हाम्रो बाँकी टिम फर्किँदै हुनुहुन्छ हामी चाहिँ चढ्दैछौँ आर्मीले पत्याएको थिएन अनि हामीलाई कति लाग्छ भन्दै थियो तलबाट त 4-5 भनेको थियो ल यहाँबाट 3 किलोमिटर 6मा म यहाँ उस्ने गर्छ खाएकै छैन अघि ल चिसापानी बजार 3 किलोमिटर फाइनल्ली आइपुग्यो धामध्याम सी यस्तो छ है म चाहिँ चाँडो आएको यहाँ रुजनले त्यहाँ काफल टिप्दै थियो त्यही भएर मामा पनि पछाडि हुनुहुन्छ हिँड्नु नसक्ने भएर छिटो हिँडेको म चाहिँ आइपुगेँ साथीहरू आउनु बाँकी छ ल है ल फाइनल्ली आइपुग्यो
धन्यवाद। यताबाट आउनु भएको? सर्टकट जाउँ होइन त्यही भएर सर्टकटै। हामीलाई कति मिनट लाग्यो? ठ्याक्कै 50 मा आइपुग्यो। त्यहाँ 3 किलोमिटरदेखि क्या त्यहाँ हामी कति बजेको? त्यही त सोध्दैछु। थाहै भएन त। वाटर थेरापी होइन एक राउन्ड 3 जना कति हो? कति हो? 3 जनाको दिन्थे? हैं? यहाँ तल ल त यहाँ खाजा खायौँ अब यहाँ फोटो खिच्ने फोटो सेसन गर्ने अनि हामी हिँड्ने। ढाप ड्याम हेरिहाल्यौँ। यही हो ड्याम होइन। यता बस्नु हो उजल ठिक छ। तपाईँ एकदम राइट पोजिसनमा छ। ल तपाईँ त यता बिचमा जानु त। तिमीहरूको खिचिदिन्छु खै। आकाश त के निलो भन्थ्यो। आकाश त निलै हो है। यो सिङ्गापुर बनाएको छ नि बाटोमा थुके कि छडी लगाइहाल्ने के थुके कि छडी लगाउने केही गरेको छडी लाउँछ नि दामी हाल्यो। ल है त अब हामी निस्किँदैछौँ। ढाप ड्याम हेऱ्यौँ, बस्यौँ, खायौँ। कस्तो भयो त मामा? एकदम दामी रहेछ। हाम्रो यहाँ मेन मान्छे यहाँ हुनुहुन्छ। कस्तो भयो त? टायर्ड, एक्साइटेड, एक्साइटमेन्ट चलेको त होला नि यो है सबै एकैचोटि। ल अब हामी फर्किँदैछौँ है त। ल अब फेरि अघिकै एकैचोटि उयो हुँदैन रहेछ। बाटो। हाफ टाइम आउनु होला, फोहोर नगर्नु होला। अँ यहाँ चाहिँ धेरै नै फोहोर भएको रहेछ अहिले। त्यही भने। प्लिज आफ्नो फोहोरहरू बोकेर जानु होला। अथवा डस्टबिनमा डस्टबिन हाल्नु। छ, डस्टबिनमा हालिदिनु भयो भने धेरै राम्रो हुन्छ। त्यही थ्याङ्क यू। ल अब बाटो चाहिँ यस्तै छ। अब हामी फर्किँदैछौँ। यहाँबाट 3 किलोमिटर छ त्यो पनि। यहाँ धाप ड्यामबाट चिसो पानी 3 किलोमिटर। बाटो चाहिँ त्यहीबाट हो। यो एकदम रोडै रोड हो अब चाहिँ। हामी अब अहिले के गरौँ भने 3:36 ल झ्याप्पै लगाइदिउँ। हिँड्दैछौँ। यो सुन्दरी जल जाने बाटो है। यहाँबाट नगरकोट यहाँनिर तपाईँको स्टप छ पानी सानी खाजासाजा किन्नलाई। यहाँबाट यहीँबाट त्यो हाइबुङ अनि यहाँबाट धाप। अब यहाँबाट हामी सुन्दरी जल लजम लजम मामा बिस्तारी। होइन ठिकै छ। अब ओह्रालो ओह्रालो। ल जङ्गलको बाटो कट्यो। अब मूल खड्कातिर जाँदैछौँ। उठपिकर कराउँदैछ। ल है त भ्याली यसमा चाहिँ देखिन्छ देखिँदैन।
एयरपोर्ट देखिन्छ क्या हो यहाँबाट बकुला उडाएर पनि राम्रो आउँछ यार एउटा उता गइदिइहाल्यो ल है त मूल खड्का सवा 6 भयो अब झर्दैछौँ ल है त खाजा खाने ठाउँमा आइपुग्यौँ खाजा खाँदैछौँ यहाँको आधी घन्टा भयो फाइनल्ली आइपुग्यो A few moments later. ल अहिले चाहिँ हामी के भन्ने डिनर बेलुकाको गर्न आइरहेको यहाँ बौद्ध यहाँ थोमसमा यहाँ रोजन कस्तो भयो त ट्रेक ट्रेक हाइक कस्तो भयो त रमाइलो भयो खुट्टा पनि दुख्यो थाक्यो जस पुगेर आइयो बेलुकाको खाना खाएर अब घर चल्ने अहिले चाहिँ हामी खेम्समा हाल्नुपर्छ कि के हो यो हाल्नु भातमा हो भातमा मिक्स केमा गर्ने हो र होइन तपाईँलाई अब केमा मनपर्छ यो चिली फ्लेक्स हो ल है त यो मिक्स एउटा चिकन एउटा पर्क सुरु गरौँ हुन्छ हाम्रो डिनर पनि सक्यो अब झर्दै हुनुहुन्छ सबैजना आजको हाइक आजको डे यस्तै भयो हिँड्नु नसकेको अवस्था सो आजको भ्लग यहीँ गर्छु सी यु नेक्स्ट भ्लग बाई